के तपाईलाई थाहा छ एक्सट्रिम एनिमे लभर र एक्सट्रिम फ्री फायर लभरमा के सिमिलरिटी छ? नै 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 म सानो उमेरको कुरा गरे हैन। कार्टुनलाई कार्टुन भन्यो भने यिनीहरू रिसाउँछन्। अब फ्री फायरमा रोस्ट बनाएपछि कुनै बच्चाहरू मेरो कमेन्टमा आएर भौ भौ गर्नेवाला छन्, तिनीहरूलाई म एउटै चिज भन्न चाहे। र जुन नर्मल मान्छेले यो भौ भौ बुझेनन् तिनीहरूलाई मैले भन्न चाहे कि म एउटा ओल्ड प्लेयर हो, 6 वर्ष ओल्ड प्लेयर हो र मलाई थाहा छ कता के हुन्छ भनेर। त्यही भएर म आज फ्री फायर साउथ एसियाको डार्क रियालिटी एक्सपोज गर्न गइरहेको छु। सही सुन्यौ, डार्क रियालिटी। र मैले अझै एउटा कुरा भन्न चाहे कि यो भिडियो हिन्दीमा भएको हो नि, यसलाई त साच्चै मजै आउँथ्यो। पीसी प्लेयर्स अथवा एमुलेटर प्लेयर्स एउटा यस्तो गेम जो मोबाइलको लागि अप्टिमाइज भएको छ, जुन मोबाइलको लागि बनेछ, जुन मोबाइलकै लागि प्रोग्राम भएको छ, त्यसलाई पीसीमा या एमुलेटरमा खेलेर आफूलाई हिरो सोच्ने प्रजाति हो यो। र यिनीहरूलाई शुद्ध भाषामा हामीले पीसीको टट्टा भनिन्छ। बेटर एफपीएस र बेटर क्वालिटीको लागि खेल्छौ भने नो प्रब्लम, जति बनाउनु छ बनाऊ। तर मोबाइलको गेमलाई पीसीमा खेलेर चाहिँ डन नसोचौँ है आफूले प्लिज। तर यिनीहरूको नि टोटल्ली पुरै गल्ती छैन, अडियन्स नै त्यस्तो छ कि यसले त पीसीमा गेम प्ले देखा, मोबाइल गेमलाई पीसीमा खेल्यो भनेर कसैले के भनिदियो भने त्यसलाई डिफेन्ड गर्न आउँछन् कि लिटरली त्यो मान्छे 6-7 वटा उम्लामा खेलिरह विथ बेटर भ्युज, बेटर कन्ट्रोल एन्ड बेटर सेन्सिटिभिटी। र त्यसलाई डिफेन्ड गर्ने पनि फेरि रेडमीको 2 GB र्याममा खेल्ने हुन्छन् के। र यदि त्यस्तो मान्छेले हेरिरहेछ भने म त्यसलाई भन्न चाहे ब्रो, पीसीमा फेयर खेल्नु पनि चिटिङ हो। हरेक चिजमा तिमी भन्दा एडभान्टेजमा हुन्छ, चाहे कन्ट्रोलको होस् या गन स्किनको। र आफ्नो दिमाग लगाऊ, त्यस्तो पीसीको टट्टाहरूलाई सपोर्ट गर्न बन्द गर। र एनीवेज पीसीको टट्टाले याद आयो र मैले यो भनिसकेपछि कुनै पिकाचु आउँछन् डिफेन्ड गर्न, लाका तेरा बाप ह, लाका तुझसे अच्छा प्लेयर ह। अच्छा प्लेयर हे हैन ह। ये तो एआई है जनाब, मजाक ना करें जनाब, ना करें। सारे काम में हो रहा है। हाम्रो किन पर्दैन यस्तो एनिमी, तीनटै लाइनसँग आन लिटरली। र यो एनिमी टोटली र्यान्डम हो नि, 3 गोली नै छ भन्ने कसरी थाहा पाए यिनीहरूले हो? र यो झाँटुले झाँटभरको नि मेहनत गरेन भिडियो बनाउन। सबको नामको अगाडि टिजिआर छ। भिडियो बनाउन नाम फेर्ने जति नै एफर्ट लागेन यसले। र मलाई यो मन नपर्ने सबभन्दा ठुलो कारण पनि अरूको डेथमा पनि यसले स्क्रिप्टेड भिडियो बनाएको के। यो लबीमा बसिरहेको हुन्छ होइन, यसको साथी आएर यसलाई स्काइलैन्डको डेथ भयो भनेर भन्छ, त्यसपछि त्यसले न गुगलमा सर्च गर्छ न सोसियल मिडियामा, त्यही दुखी हुन थाल्छ। थाहा छैन प्र्याङ्क गरेको हो कि होइन, के झुट बोलेको हो कि होइन थाहा छैन होइन, त्यही दुखी हुन थाल्यो सोल्टी, त्यही रुन थाल्यो। फ्री फायर नखेल्ने कुनै 5 वर्षको फुच्चेले नि भनिदिन्छ कि यसको भिडियो फेक हो, यसको भिडियो स्क्रिप्टेड हो भनेर। र यस्तोको 10 मिलियन छ, त्यहाँबाट थाहा पाऊ यो कम्युनिटीको स्ट्यान्डर्ड कस्तो छ भनेर। करो भाई यार, क्या बोल रहे हो यार, क्या बोल रहे हो भाइ? यसले त मलाई इमोसनल गरिदियो। जसले पनि यो भिडियो हेरिराख्नु भएछ प्लिज सबैलाई हेट दिनु होला र यसलाई त स्पेसली दिनु होला, किनकि यो सबले डिजर्भ गर्छन्। प्लिज दिनु होला। क्लिन हेडसटको आवाज, परम आनन्द। हामी वान ट्यापको पछि यसरी लाग्छ जस्तो हाम्रो पुरै जिन्दगी नै त्यसमा आधारित छ। ट्रेनिङ ग्राउन्डमा गएर घन्टौँ प्र्याक्टिस गर्छौ त्यो फ्लिक हेडसटलाई पर्फेक्ट बनाउन। हुन त वान ट्याप त्यस्तो केही कामको छैन, त्यही पनि यति ग्राइन्ड गर्छौ, यति मेहनत गर्छौ र यहाँ यिनीहरूले ह्याक लगाएर भिडियो हाल्छन्, र त्यो पनि स्क्रिप्टेड कस्टममा। र त्यो स्क्रिप्टेड कस्टमको गेम प्ले देखेर पिकाचुहरू वाइट ट्रिपल फुड आइडी ओ रोक ड्याडी ओ। र कुनै मान्छे आएर जब यिनीहरूको गेम प्ले फेक भन्छ, यिनीहरूलाई एक्सपोज गर्छ र तिनीहरूलाई नै गाली गर्न थाल्छन् जसले एक्सपोज गरेको त्यसलाई नै। र यो गाली गर्नेवाला पनि फेरि 32 मार्क्स ल्याउन नसकेर एजुकेसन सिस्टमलाई दोष दिने हुन्छन् कि तँलाई खेल्न आउँदैन कि त्यही भएर त्यस्तो भनेको सला नुब्रा। र यो व्हाइट ट्रिपल 4 र रोगको मेन टार्गेट अडियन्स भनेको साउथ एसियनकै अडियन्स हो, किनकि तिनीहरूलाई पनि थाहा छ यो मान्छेहरूले रेड नम्बर देख्न पाएन पागल हुन्छन् भनेर, किनकि यिनीहरूको त 2 GB को र्याम छ, यिनीहरूले त कहिले हान्नै सक्दैनन् रेड नम्बर। अनि स्पोर्ट्स भन्ने त के हो यिनीहरूलाई थाहा नै छैन। अनि यिनीहरूकै बस्ने कन्ट्रीमा गएर यिनीहरूलाई सोध भने यिनीहरूको केही इज्जतै छैन, यिनीहरूलाई कसले चिन्दैन कि। आओ सबैजना पालो गरेर आओ, स्क्रिप्टेड कस्टममा प्यानल लगाएर हेडसट हानिदिन्छु। यो साउथ एसियाको फुच्चेहरूलाई के नै थाहा हुन्छ र। अब यो फ्री फायरको कुरा भएपछि गिभअवेको कुरा कसरी भुल्नु। फ्री फायरमा भिखारीहरूको केही नै कमी छैन। पहिला अलोक दिएर बच्चा किडन्याप गर्थे 2019-22मा, अहिले इभो गनले किडन्याप गर्छन्। र अलोक बाडी यिनीहरूको मिलियन्समा सब्सक्राइबर छ, मिलियन्समा। र कहिलेकाहीँ अफिसियल टुर्नामेन्ट हुँदा नि भ्युज ल्याउन लिटरली यिनीहरूलाई गिभअवे गर्न पर्थ्यो। र गिभअवे गरेर भ्युज ल्याउने गुदा फ्री फायरमा मात्र छ, अरू कुनै नि गेममा छैन। कुनै पनि अनलाइन कम्पिटिटिभ गेममा सब थोक भनेकै स्पोर्ट्स हो। र नेपालमा फ्री फायरको स्पोर्ट नहुनुको कारण प्लेयरको कमी होइन, प्लेयर जति नै छन् तर धेरै जसो प्लेयरको इन्ट्रेस्ट स्पोर्ट्समा होइन, 1v1 र अनलिमिटेड ग्लोबलको गेम प्लेमा हुन्छ। तिनीहरूलाई त्यही नै रियल गेम प्ले लाग्छ। र एक्चुअल गेम प्ले गर्न भन्यो भने चाहिँ यिनीहरूलाई आउँदैन, ऱ्याङ्कमा सिएसमा कुनैमा नि आउँदैन, कस्टम मात्र आउने हो।
र यिनीहरूलाई नै फेरि नुब भन्ने नहुने कस्टमको धम्की आइहाल्छ फेरि अनि कस्टममा पनि हार्छन् त्यसपछि सल नुब बढी हुन्छ। एभरेज फ्री फायर प्लेयरको दुईटा मात्र काम हुन्छ, एउटा अनलिमिटेड कस्टम खेलेर बस्नु, अर्को 2 वर्ष भएन खेलेको आफूले ओल्ड प्लेयर भन्दै हिँड्नु। र प्लेयर्स जो कि एक्चुअली ओल्ड प्लेयर छन् तिनीहरू पनि कम छैनन् कि नयाँ आउनु पाएन कि नयाँ अपडेट आउनु पाएन रुन थाल्छन् कि पहिलाकै राम्रो थियो भनेर। मतलब कि दुनियाँ यिनीहरूको हिसाबले चेन्ज हुन पर्ने रे, यिनीहरू दुनियाँको हिसाबले चेन्ज हुनको साटो के। Stop it. Get some help. ये ओल्ड प्लेयर हुन् के त्यही गर्ने। पहिलाको फ्री फायर कति राम्रो थियो, अहिले त पुरै कार्टुन बनाएर राख्दैछन्। ब्रो पब्जी धान्ने मोबाइल छैन भन्ने यार सिधै। फ्री फायरको डेभलपरहरूले नै भन्छन् कि यो गेम रियलिस्टिक गेम हुँदै हैन भनेर, त्यही नै यिनीहरूलाई रियलिजम चाहियो। Why are you gay? Who says I'm gay? You are gay. ल बस आजको लागि यति नै। यो टपिकमा भिडियो बनायो भने त पुरै दिन बनाएर नि भ्याइदिन हैन, त्यही भएर आजको लागि यही र्याप अप गरौँ। र अर्को कुरा गेम नराम्रो हैन है, गेम चाहिँ एकदमै राम्रो हो, तर यो कम्युनिटीले बिगार्यो के सब। इन्डिया नेपाल बङ्गलादेशको कम्युनिटी त्यस्तो है, अरू कुनै नि देशको गरेर स्पोर्ट्स मजाले चलिरह। र नुबको मुखमा चोको र क्याम्परको चाकमा साइलेन्सर राख्दै म बिदा हुन चाहे। र यदि तपाईँलाई भिडियो मन पर्यो भने सब्स्क्राइब गर्नुहोस्, मन परेन भने लाइक गर्नुहोस्, तर केही त गर्नुहोस्। धन्यवाद। माने इसने भेज तोड़ा, सारे काम में हो रहा